दुःखको नाश कसरी हुन्छ? शुभ सङ्कल्प के हो? यसले कसरी जीवन परिवर्तन गर्छ? अरूले दिएको चोट किन बढी दुःख दिन्छ? आजको यस भिडियोमा हामी यी कुराहरूमा जान्नेछौँ। नमस्कार साथीहरू, खप्तड बाबाको विचार विज्ञान किताबबाट हामीले आज यो भिडियो ल्याएका छौँ। शुभ सङ्कल्प उन्नतिको हेतु भनेर उहाँले शीर्षक राख्नुभएको छ। उन्नति मार्गको मूल मन्त्र शुभ सङ्कल्प हो। सङ्कल्पबाट नै यस जगतको उत्पत्ति र स्थिति छ। यो रहस्य जसलाई ज्ञान भएको छ त्यो उन्नतिको मार्गमा धेरै शीघ्रताले चल्न सक्छ। मार्गमा कठिनाइहरू धेरै आउँछन्, तर ती कठिनाइहरू उसलाई हानिकारक हुँदैनन्। उसलाई यस लोकमा दुःखले सताउँदैन। उसलाई यो लोक र परलोक दुवै सुखदायी हुन्छन्। यो जगत सङ्कल्पमय छ, सङ्कल्पबाट नै उत्पन्न भएको छ। यो कुरा जान्नेलाई दुःखको सामना थोरै गर्नुपर्दछ। जब यो निश्चय हुन जान्छ कि जति सुख दुःख छन् ती हाम्रा नै सङ्कल्पहरूका फल हुन् भने त्यो दुःख अधिक दुःखदायी हुन सक्दैन। आफ्नै हातबाट जो चोट लाग्छ त्यो त्यति दुःखदायी हुँदैन, तर त्यति नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतीत हुन्छ। शुभ सङ्कल्पबाट विश्वको उत्पत्ति मान्नेलाई यसबाट दुःख हुँदैन वा कम हुन्छ, किनभने ऊ जान्दछ जुन सङ्कल्पहरूबाट यस दुःखको प्राप्ति हुन्छ उनका विरोधी सङ्कल्पहरू विचारहरू गर्नाले पूर्व सङ्कल्पहरूको बल क्षीण हुन जान्छ। यही ज्ञान धर्मशास्त्रको जग हो। यसै तत्त्वका अनुसार काम्य कर्मका नाना प्रयोग र अनेक प्रकारको उपासना उल्लेख गरिएको छ। यी सबैको एउटै तत्त्व दृष्टिगोचर हुन्छ। त्यो के हो भने अनुकूल सङ्कल्पहरूलाई उत्पन्न गर्नु र पूर्वका प्रतिकूल सङ्कल्पहरूलाई त्याग गर्नु। कर्म उपासनाको रहस्य यदि हेरियो भने सुखमा बाधा पर्ने कर्महरू जीवबाट अज्ञानवश हुन गएका देखिन्छन्। अतः दुःखका विरोधी सङ्कल्प श्रद्धापूर्वक स्थापित गर्नुपर्दछ, जसबाट यही काम हुन्छ। सङ्कल्पको सिधा सुदृढीकरण मन्त्र जपबाट नै हुन्छ। यसैले भगवानले पनि गीतामा भन्नुभएको छ, यज्ञानां जप यज्ञोस्मि, अर्थात् सब यज्ञहरूमा म जप यज्ञ हुँ। हाम्रा सब सुख दुःखहरूको कारण अज्ञान हो। सङ्कल्प उठ्ने बित्तिकै अज्ञानले आफ्नो सङ्कल्पमा दबेर जीव भावको प्राप्ति हुन्छ। अज्ञान नै आफ्नो रूप बदलेर जीवका लागि दुःखदायी हुन्छ। यसैले दुःख निवृत्ति गर्नका लागि दुःखका विरोधी सङ्कल्प विचार गर्नु नै परम हितकर छ। शास्त्रहरूमा दुःख निवृत्तिको उपाय केवल ज्ञान प्राप्ति नै जनाइएको छ। ज्ञानादेव तु कैवल्यम, अर्थात् ज्ञानबाट नै दुःख निवृत्ति छ र कैवल्य वा मोक्षको प्राप्ति मानिएको छ। यस ज्ञान प्राप्तिको अर्थ दृढ सङ्कल्प नै हो। गायत्री जपबाट नै कार्य सिद्धि हुन्छ र यसमा द्विजाति ब्राह्मण क्षेत्रीय वैश्य मात्रको अधिकार छ। यसैले आफ्नो अधिकारानुसार गुरु मुखबाट अन्य मन्त्रहरू पनि ग्रहण गरी जप गर्नाले उक्त दृढ सङ्कल्पको पूर्ति हुन सक्छ र ज्ञानको अधिकारी पनि अवश्य हुन सक्छ। यसमा अणु मात्र पनि सन्देह छैन। जसले शुभ सङ्कल्प वा शुभ विचारहरूलाई निरन्तर आफ्नो मनमा स्थान दिनेछन् तिनले अवश्य आफ्ना प्रत्येक इष्ट कार्यको सिद्धि गर्नेछन्। यसमा किञ्चित पनि सन्देह छैन। यस विषयमा मेरो पूर्ण विश्वास छ।
मैले अनेकौं पटक दृढ सङ्कल्प र दृढ विचारहरूका प्रभावहरूलाई स्वतः अनुभव गरेको छु र यी कुरा पूर्वका हाम्रा महर्षिगण तथा आधुनिक पाश्चात्य तत्त्वचिन्तकहरूद्वारा पनि प्रत्यक्ष प्रमाणभूत छन्। यहाँ हामीले दुःखको नाश कसरी हुन्छ भनेर अध्ययन गरेका छौँ। शुभ सङ्कल्प गरे भने जीवन कसरी परिवर्तन हुन्छ भनेर पनि अध्ययन गऱ्यौँ। यसले कसरी जीवन परिवर्तन गर्छ र अरूले दिएको चोट किन बढी दुःख दिन्छ भन्ने कुरा पनि हामीले अध्ययन गरेको छौँ। यस्तै मिठा मिठा भिडियोहरू तपाईँ हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र साथै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनुहोस् ताकि सबैभन्दा पहिला तपाईँ समक्ष भिडियोहरू पुगोस् जो हामीले पोस्ट गर्ने गर्दछौँ। र आजको लागि यति नै, धन्यवाद।